हेलो गाइजहरु आज हामी चाहिँ हाम्रो यात्रा सुरु भएको छ डे 1 हैन माछा पोखरी हामी 3 जना साथी चाहिँ नि माछा पोखरीबाट बस चढेर लाङटाङको यात्रा गर्न जाँदै छौं र बाटोमा हामीले चाहिँ नि गाडी पल्टिरहेको पनि देख्यौं। हामी चाहिँ नि नागढुङ्गाको बाटो चाहिँ नि गएको थियौं। उता टोखाबाट नि जान मिल्छ तर बसले चाहिँ नि हामीलाई नागढुङ्गाको बाटो नै लिएर गएको थियो। शनिबारको दिन थियो। जब पृथ्वी हाइवेबाट हामी त्रिशुलीतर्फ लाग्यौं बाटो चाहिँ एकदम राम्रो थियो तर माथि पुगेपछि त बाटो त खतरा डेन्जर तर जे होस् बाटो चाहिँ नि ढलान थियो। अनि हामी आर्मी चेक पोस्टमा आइपुग्यौं, ब्याग चेक गर्यौं, त्यसपछि बल्ल अनि स्याब्रोबेसी तर्फ लाग्दै बल्ल स्याब्रोबेसी आइपुग्यो। स्याब्रोबेसी चाहिँ नि हाम्रो लास्ट बस स्टप हो। स्याब्रोबेसीमा चाहिँ नि हामीले खाजा खायौं एउटा ठाउँमा र आजको यात्रा चाहिँ नि स्याब्रोबेसीबाट सुरु भयो। पहिलो दिनको यात्रा र हाम्रो पुलबाट चाहिँ नि हामी आफ्नो गन्तव्यतिर लाग्दै छौं। फाइनल्ली हामी पहिरो भन्ने ठाउँमा आइपुग्यौं र आज हाम्रो बास चाहिँ नि यतै नै हुनेछ आजको लागि फर्स्ट डे को लागि। Good morning from Pahiro. This is our hotel. हाम्रो दोस्रो दिनको यात्रा चाहिँ नि पहिरोबाट सुरु भएर ब्याम्बो भर्खर कटेर चाहिँ नि हाम्रो एउटा ब्रिज आइपुग्यो। यो चाहिँ नि हाम्रो पहिलो सस्पेन्सन ब्रिज अफ लाङटाङ ट्रेक र साथीहरू चाहिँ नि हिँड्दै छन् र हाम्रो सुरुमा हुनुहुन्छ पासाङ दाइ। उहाँ चाहिँ नि हामीसँगै पहिरोमा बस्नु भएको र चिनजान पनि त्यहीँबाट सुरु भएको र हामी आज उहाँकैमा जाने हाम्रो प्लान छ। हामी चाहिँ नि फाइनल्ली फ्रेन्डली गेस्ट हाउस यो चाहिँ नि लामा होटल भनेर नि चिनिन्छ। यो चाहिँ नि छाङदाम भन्ने ठाउँमा छ। यहाँ चाहिँ नि खाना मिठो पाइन्छ। सो हामी यहाँ खाना खाएर हामी फेरि बाटोतिर लाग्यौं। यो चाहिँ नि घुम्न भन्ने ठाउँ हो। यो चाहिँ नि घोडा तबेला भन्दा हल्का तल छ। यहाँ फोटो राम्रो आउँछ भनेर चाहिँ नि हामी एकछिन फोटो खिच्न लाग्यौं। यहाँ दोस्रो दिनमा चाहिँ नि हामी मुन्दु भन्ने पासाङ दाइको ड्रागन होटलमा बस्यौं। यो चाहिँ नि लाङटाङ भन्दा हल्का माथि छ। आधा घण्टा जस्तो हिँडेर हामी मुन्दु भन्ने ठाउँमा चाहिँ नि आज बस्यो र भोलि चाहिँ नि हामी चाहिँ नि ख्यान्जिङ गुम्पा जाने हाम्रो प्लान छ। तर हाम्रो आमा यहाँ आइपुग्दाखेरि चाहिँ लास्टै हिउँ परेर चाहिँ नि जाडो भएको थियो र त्यसपछि हामीले चाहिँ नि खाना खाएर सुत्यौं। यो चाहिँ नि ट्रेकको दोस्रो दिन हो। आजको यात्रा चाहिँ नि ख्यान्जिङ गुम्पा हो हाम्रो। चौरीको के सुर्पी हैन खायो। आज हामी हिँड्दै छौं। हामी ख्यान्जिङ तर के रे नाम के रे ख्यान्जिङ हैन ख्यान्जिङ गम्पा हो कि लास्ट चौरीहरू रहेछ यहाँ। चौरी गाईहरू यो त उसो रहेछ है।
फाइनल्ली हामी चाहिँ नि हार्ड रक क्याफेमा आइपुग्यौँ, जुन रुटिन अफ नेपाल बन्दरले नै हालेको थियो। फाइनल्ली हामी ख्यान्जिङ गुम्पा आइपुगेको त हिउँ पर्न पो थाल्यो र मौसम एकदम चिसो भयो र हामी कफी खानको लाग्यौँ दोर्जे दाईको बेकरीमा। सो दोर्जे दाईको बेकरी चाहिँ नि लाङटाङ ट्रेकमा एकदम फेमस नै छ। जब हामी बिहान उठेर हेऱ्यौँ, द भ्यू वाज टु अमेजिङ फ्रम द ख्यान्जिङ गुम्पा। चारैतिर हिउँले ढाकेको थियो। हामी चाहिँ नि आज चाहिँ नि याला पिकको बेस क्याम्पमा जाँदैछौँ। ख्यान्जिङरी जाने भनेको हिजो, तर हिउँ पऱ्यो, त्यही भएर भ्यू केही देख्ने नभएर गएनौँ। आज चाहिँ नि हामी याला पिकको बेस क्याम्पतिर लाग्दैछौँ। यहाँ चाहिँ नि याला जाने बाटो हो र हामीले बाटोमा केही नुरहरू पनि देख्यौँ। नुर भन्छ कि के भन्छ एक्ज्याक्टली त थाहा भएन। जे होस् चरिरहेको थियो तल र जाँदा जाँदै बाटोमा एउटा के मुनाल हो कि के हो त्यो पनि चरिरहेको थियो। यहाँ चाहिँ नि नेसनल पार्क भएकोले केही गर्न नि पाउँदैनौँ। फाइनल्ली हामी चाहिँ नि याला पिकको बेस क्याम्पमा आइपुग्यौँ। यो चाहिँ नि 4800 मिटरमा रहेको छ बेस क्याम्प याला पिकको। सो पासाङ दाजुले सबै टेन्टहरू मिलाउनु भयो। द भ्यू वाज टु गुड होइन, एकदम खतरा भ्यू थियो। फोटो खिच मेरो। र बिहानै साथीहरू चाहिँ नि याला पिकतिर चढ्नु लाग्यो। म चाहिँ नि टेन्टमै बसेँ किनभने मेरो हेल्थको कन्डिसनले गर्दा म माथि गइनँ। सो हामी पुग्ने त्यो भ्यू त खतरा थियो। मलाई नि धेरै जान मन लागेको थियो तर जान चाहिँ नि सकिनँ मेरो हेल्थको कन्डिसनले गर्दा। अर्को गाइड र टुरिस्ट हुनुहुन्थ्यो, उहाँ चाहिँ नि अर्कै रङ डिरेक्सनतिर लागिरहनु भएको थियो। फर्चुनेटली हामीसँग पासाङ दाजु भएको कारणले चाहिँ नि हामी चाहिँ नि बाटो चाहिँ नि भड्केनौँ र हामीलाई चाहिँ नि मजाले सब्मिट गराउनु भयो याला पिक। एकछिन बस्नु चलाउन आउँछ फेरि हिँड्नु थाल्यो कि छ्याछ्या हुन थाल्छ। त्यो चाहिँ चाइनिज बोर्डर पर्छ सेसापाङमा। त्यो सेसापाङमा त्यो गोकर्पुरी त्यो लेम्पाखाङ यो लाङसेसारी यो चाहिँ उता तिलमन पास गर्न जाने यो 5 पक्रेर जाने बाटो। यो चाहिँ घनछिम्पू, यो घनछिम्पू चाहिँ घोर्दापट्टि देख्छ। अनि यो चाहिँ सबै गन्जाला रिजन। अनि त्यो खोल्चो चाहिँ गन्जाला पास। अनि त्यो पिक चाहिँ नायाखाङ पिक भन्छ। अनि अर्को उतापट्टिको चाहिँ स्काउट पिक। अब यो ठेकै पछाडि चाहिँ लाङटाङ रुम यो पछाडि। अनि यो चाहिँ हामी चढ्ने चाहिँ यो फाइनली हामी याला पिकको सब्मिट गरियो। यहाँ हाम्रो साथी धर्म, हाम्रो गाइड दाइ, ल भ्यू हेर्नु पछाडिको यस्तो बवाल छ। फाइनली कति बजे टाइम? टाइम 9 बजेर 6-7 मिनेट। 9 बजेर 6 मिनेटमा 3 घन्टामा हामी बेस क्याम्पबाट कम्प्लिट गरियो। अनि सिन द फेरि अरू पनि पसन्दसँग कन्ट्याक्ट गर्नु भन्नु अरूसँग गयो भने त्यो त स्योर अरूले ठग्दै रहेछ नि। चाँदो छ उता चाँदो छ उता सँगसँगै नजाने। This is our first summit to Yala Peak.
but this is multiple times of Pasang Dai. He's a very good guide, and we recommend him to travel in Langtang Valley. One of the best guide in Langtang Valley, our Pasang Dai. Thank you. Thank you, Dai. हामी चाहिँ नि फेरि बेस क्याम्पमा झऱ्यौँ र बेस क्याम्पबाट चाहिँ नि ख्यान्जिङ गुम्पा गएर त्यसपछि हामी फेरि सिधै मन्दुल झर्नेछौँ पासाङ दाजुकोमा गएर बस्नेछौँ आज चाहिँ नि पासाङ दाजुकोमा रमाइलो गर्नेछौँ
त्यस रात पुनः पासाङ दाजुकोमा बसेर हामी बिहान नै त्यहाँबाट हिँड्यो र हामीले आउने बेला एक ठाउँमा गोठमा चौरीको मही खाएको थियौँ र फेरि त्यहाँ गएर मही खाने भनेको त मान्छे नै नरहेछ, सायद गोठाला गएको थियो होला। मेरो दुईजना साथीलाई चाहिँ नि माथि उकालो चढ्नुभन्दा ओह्रालो झर्न निकै गाह्रो भइरहेको थियो। ल है गाइजहरू, आज गाइजहरूको हालत खराब भएको छ। हिँड न हिँड। लामो त त्यही हो। रिभर साइडसम्म पुग्ने हो लामो होटल बस्दा ठिक होला तपाईँहरूलाई। लामो होटल ल है ल केटाहरूको हालत हेर है गाइजहरू। फाइनल्ली हामी फेरि पुनः ब्याम्बो हुँदै पहिरो हुँदै स्याब्रुमा बसेर बिहान नै 7:30 बजीको गाडी समातेर काठमाडौँतिर पुनः लाग्यौँ। मेरो ब्लग हेरिदिनु हुनुको लागि हजुरहरूलाई धन्यवाद।